भयो। यो चाहिँ हाम्रो खोकु स्थानीय प्रजातिको सुन्तला हामीले रोपेको छौँ यो बगानमा। र यो बगानमा चाहिँ झन्नै हामीले 700-800 जतिको हाराहारीमा सानो बिरुवादेखि लिएर फल्ने बिरुवासम्म 700-800 को हाराहारीमा अहिले सुन्तला फल्ने क्रममा गइरहेको छ। र यसलाई हामीले यसपालि पनि नयाँ हामीले 450 बिरुवाहरू हामीले थपेको छौँ र अरू पनि हामी थप्ने क्रममा छौँ। र खास गरी यो बगानमा चाहिँ हामीले 1000 क्रस बिरुवाहरू केही वर्षभित्र पुर्याउने र यसलाई उत्पादन दिने कुरा पुर्याउने र किसानलाई खास गरी हामीले आफू कृषिमा लागेर यसलाई एउटा चाहिँ समृद्ध मुलुक निर्माण गर्नको निम्ति हामीले चाहिँ लागिरहेको छ। र यसमा विशेष गरी यो बगान बनाइरहँदाखेरि हामीले यो बगान सुरक्षा यसलाई सफा सुग्घर गर्दा हामीले अहिले यो जङ्गल देखिएको छ, झारहरू आएको छ, हामीले योभन्दा 1 महिना अगाडि फेरि यसलाई सफा गर्थ्यौँ। र अहिलेसम्म हामीले यो वर्ष मात्र हामीले यो 3 चोटि जति यो घाँसहरू फाडेर यसलाई चाहिँ फेरि घाँसलाई हामीले बारीमै फाल्ने होइन, हामीले यसलाई चाहिँ गोठमा लगेर घाँसको रूपमा र मलको रूपमा प्रयोग गर्ने र आगामी हिउँदोमा फेरि यसलाई मल खाद्यको रूपमा त्यही घाँसलाई फेरि गोबरसँग मिसिएको घाँसलाई हामीले मल बनाएर चाहिँ हामीले बिरुवामा लगाउने र यसलाई हेरविचार गर्ने औषधि उपचारहरू गर्ने क्रममा छौँ। र आगामी वर्षमा यो बगानमा यो खालको बुटाहरू, यो खालको बिरुवाहरू चाहिँ अब 250 जति थप फल्ने क्रममा छ र केही वर्ष पछाडि अरू बिरुवाहरू फल्छन्। र हामीले यो बगानमा अघि पनि भने मैले 1000 क्रस चाहिँ बिरुवा बनाउने भन्ने लक्ष्यमा छ। र यो बगानलाई व्यवस्थित गर्न, यो बगानलाई मलखात गर्नको निम्ति अहिले 4वटा भैँसी पालिएको छ। 4वटा भैँसी, 3वटा सुँगुरको मलखात हामी गर्छौँ। र त्यतिले नपुगेर हामीले फेरि बाहिरी मलहरू पनि हामीले बाहिरबाट पनि हामीले त्यसलाई व्यवस्था गरिसकेको छ। 3-4 ठाउँमा हामीले किन्ने कुराहरू गरेर त्यो सबै ल्याएर यसलाई चाहिँ व्यवस्थित बगान बनाउने र यसलाई 1-2 वर्षभित्रमा एउटा यो क्षेत्रको राम्रो बगान बनाउने कुरामा म लागिरहेको छु। धन्यवाद।